हेलो गाइज वेलकम टु माई न्यू ब्लग। फेरि स्वागत छ मेरो नयाँ ब्लग। अनि गुड मर्निङ। हामीले चाहिँ अहिले पुरै रहर बिछ्याइसकेको छौँ र अब यताउतिको भत्ता साइड ठोक्नलाई पुरै रेडी भइसकेको छ। यता चाहिँ हाम्रो साइड ठोक्नलाई यो बाला र प्राय आइसकेको छ पनि हामीले चाहिँ अहिले डन्डी सन्डी हालेर चिरिच्याट पारिसकेका छौँ र हेर्नुहोस् डन्डी हालेपछि कस्तो देखिन्छ यो झलरमा झन् वाउ देखिन्छ झलरमा वाउ यहाँ नै झलरमा कस्तो वाउ देखिन्छ। ल तर साइडबाट टक्कै हेर्नुहोस् टक्क साइड बानिसकेको छौँ हामी झलरमा भरै नै रेडी भएको छ। हाम्रो भोलि चाहिँ ढलान रहेको छ अनि अब हामी साइड ठोक्दैछौँ र लास्टसम्म हेर्दै गर्नु होला। हामी साइड ठोकेर पनि कस्तो हुन्छ म देखाउने छु र आजको काम चाहिँ धेरै हुँदैन, साइडबाट ठोक्ने हुन्छ। साइड ठोके यताको यो साइड एक साइड उताको दुई साइड आउँछ, तिन साइड आउँछ अनि झलरमा आउँछ। यदि साइड ठोकिसकेपछि चाहिँ हाम्रो काम सकिन्छ अनि भोलि काम सुरु हुन्छ। भोलि चाहिँ हाम्रो ढलान हुन्छ। त्यही ढलान भोलि ढलानमा आएछु भने म भ्लग हाल्नेछु, आएन छ भने त्यही हो। ल भोलि अब तपाईँहरू हेर्दै जानु होला, लाइक गर्दै जानु होला, सब्सक्राइब गर्दै जानु होला र हाम्रो चाहिँ अब काम यही हो। पछि म भिडियो हाल्नेछु योभन्दा पछि म कसरी अब यो भत्ता साइड ठोकेपछि कस्तो देखिन्छ भनेर यहाँबाट हाल्नेछु र साइडबाट नि हाल्नेछु, माथि गएर पनि बनाएर हाल्नेछु यो कस्तो देखिन्छ भनेर। अब खतरा देखेको छु नि। ल हेलो ग्यास फेरि हामी खानासाना खाएर काममा लागिसकेका छौँ। यो चाहिँ मुनि हो, यो चाहिँ मुनि मात्रै माथि जाँदैछु। खानासाना टक्क खाएर अब कामतिर लाग्दैछौँ। यसरी हेर्नुहोस् यस्तो छ। यता चाहिँ साइड यताको ठोकेपछि उताको साइड ठोक्यो, उताको भएछ उताको त्यो ठोक्यो। कस्तो अल्छी लगाएर आज किन यता चाहिँ अब म त गाइस हेलो गाइस आजको हाम्रो काम चाहिँ सकिएको छ। अहिले चाहिँ अरू दिनभन्दा धेरै चाँडो सकिएको छ किनकि आज साइड ठोक्न मात्रै बाँकी थियो। लगभग साइड चाहिँ हामीले पाक लगाएर सबै साइड ठोकेपछि अब चाहिँ कस्तो खतरा देखिरहेको छ नि होइन। साइड सबै साइड बाँधेर डन्डी सन्डी बाँधेर भोलि ढलानको लागि पुरै रेडी पारेर राखिसकेको छौँ र लास्टसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद। अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। हामीले भरे पनि यस्तो हालेको छ, यस्तो मुनि पनि यसरी, मुनि पनि ठक्क, मुनि पनि यसरी सबै यस्तो छ टेका हालेर यस्तो भएको छ र हस् त धन्यवाद लास्टसम्म हेरेकोमा धेरै धेरै धन्यवाद फेरि म भन्न चाहन्छु। ल हस् त नमस्ते।